नेपाल सम्भावना नै सम्भावनाले भरिएको देश। तर जब कुरा आउँछ पूर्वाधार बनाउने, हामी किन यति धेरै सङ्घर्ष गर्छौं? आज हामी यही अचम्मको कुरालाई खोतल्नेछौं। यो तस्विर हेर्नुस् त, कति सुन्दर! यस्तै पुल, यस्तै सडकले त हो नि देशको मुहार फेर्ने, अर्थतन्त्रलाई दौडाउने। तर कुरो के हो भने आवश्यकता छ भन्ने सबैलाई थाहा छ, तैपनि काम किन यति ढिलो हुन्छ? यो आजको हाम्रो मुख्य प्रश्न हो। अब एउटा तथ्याङ्क हेरौं जसले झस्काउँछ। 54% नेपालको सार्वजनिक पुँजी मतलब देशको सम्पत्ति कुल घारस्ते उत्पादनको जम्मा 54%मा झरेको छ। यसले के देखाउँछ? लामो समयदेखि लगानी नै भएको छैन। यो समस्यालाई बुझ्नको लागि एउटा उदाहरण लिउँ। मानौ विकास आयोजनाहरू एउटा पाइपलाइनबाट बग्छन्। नेपालको केसमा चाहिँ यो पाइपलाइन नराम्रोसँग जाम भएको छ। हरेक आयोजनाको जीवन चक्रमा दुईवटा मुख्य चरण हुन्छन्। एउटा योजना बनाउने सुरुवाती चरण जसलाई अपस्ट्रिम भनिन्छ, अर्को काम गर्ने कार्यान्वयनको चरण वा डाउनस्ट्रिम। र हाम्रोमा समस्या कहाँ छ? समस्या कुनै एक ठाउँमा मात्र होइन, यो पुरै पाइपलाइन भरि नै छ। र हो, समस्याको सबैभन्दा ठूलो जड यही हो। आयोजनाहरूको पोको खतरनाक तरिकाले ओभर कमिटेड छ। मतलब सुरु त धेरै गरियो, तर तिनलाई पूरा गर्न चाहिने पैसाको अत्तोपत्तो छैन। अब यो अङ्कले त साँच्चै सोच्न बाध्य बनाउँछ। 41 वर्ष सोच्नुस् त, अहिले जुन गतिमा बजेट आइरहेको छ त्यही गतिमा चल्ने हो भने केही महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरू सक्न मात्रै 41 वर्ष लाग्छ रे। यो चार्टले त्यही कहाली लाग्दो अवस्थालाई अझ प्रष्ट पार्छ। हेर्नुस् त, केही आयोजनाहरू जस्तै रेल र निजगढ एयरपोर्ट सक्न त दशकौं लाग्ने देखिन्छ। यो औसत 41 वर्षको लाइनले नै समस्या कति गहिरो छ भन्ने देखाउँछ। ल, अब अलिकति गहिराइमा जाउँ। यो पाइपलाइनको जाम कहाँबाट सुरु हुन्छ त? हो, सुरुवातमै, मतलब योजना र बजेट बनाउने बेलामै। हुनुपर्ने के थियो भने राष्ट्रिय आयोजना ब्याङ्क भन्ने एउटा निकायले सबै आयोजना राम्रो छ कि छैन भनेर जाँच्नुपर्ने। तर भइरहेको के छ? धेरैजसो आयोजनाहरू यो छनौट प्रक्रिया नै छलेर आइपुग्छन्। न तिनको मूल्याङ्कन गर्ने कुनै स्पष्ट तरिका छ, न त जानकारी राख्ने प्रणाली नै एकीकृत छ। अनि सबैभन्दा ठूलो समस्या, आयोजनामा कति खर्च लाग्छ भन्ने हिसाब किताब नै प्राय या त गलत हुन्छ या त हुँदैन। भनेपछि कुरा के हो भने जब हामीसँग सुरु भइसकेका आयोजनाहरूमै कति पैसा लाग्छ भन्ने यकिन तथ्याङ्क छैन भने नयाँ आयोजनाका लागि पैसा कहाँबाट छुट्याउने? यो त अँध्यारोमा ढुङ्गा हाने जस्तै भयो। हरेक वर्ष ठूला बाचा हुन्छन्, तर काम चाहिँ हुँदैन। ल, मानौ कुनै आयोजनाले बल्ल तल्ल बजेट पायो रे। अब के? अब सुरु हुन्छ अर्को प्रशासनिक म्याराथन, एउटा यस्तो चक्रव्यूह जहाँबाट निस्कन वर्षौं लाग्छ। यसलाई भनिन्छ आयोजनाको तयारी। मतलब निर्माणको काम सुरु गर्नुभन्दा पहिले गर्नुपर्ने कागजपत्रको काम, जस्तै जग्गा लिनु, वातावरणीय स्वीकृति लिनु। र अचम्मको कुरा के छ भने सबैभन्दा धेरै समय यहीँ खेर जान्छ। यो प्रशासनिक झन्झटको दुईवटा ज्वलन्त उदाहरण हेरौँ। रुख काट्ने अनुमति लिन र जग्गा प्राप्त गर्न। एउटा आयोजनाको लागि रुख काट्न मात्रै 2 वर्षसम्म लाग्न सक्छ। उता जग्गाको विवाद मिलाउँदै 2-3 वर्ष बितिसक्छ। रुख कटानको प्रक्रिया त झनै अचम्मको छ। पहिले वातावरणीय सर्वेक्षणले कति रुख छन् भनेर अनुमान गर्छ। त्यसपछि आयोजनाले सरकारसँग अनुमति माग्छ। अनि फेरि वन कार्यालयका कर्मचारी आएर हातैले एक रुख गन्न थाल्छन्। अब सोच्नुहोस्, यी दुई गणना मिलेन भने के हुन्छ? पुरै प्रक्रिया फेरि सुरुदेखि। यो समय रेखाले त्यो ढिलाइलाई सर्लङ्ग पार्छ। लगभग 10 महिना वातावरणीय प्रभाव मूल्याङ्कनमा जान्छ, फेरि अर्को 10 महिना हातले रुख किन्नमै बित्छ, अनि बाँकी 2 देखि 4 महिना विभिन्न सरकारी अफिस धाउँदै। जम्मा 24 महिना, मतलब पुरै 2 वर्ष रुख काट्ने अनुमति लिन मात्रै। अब जग्गाको कुरा गरौँ। यहाँको समस्या झनै जटिल छ। एउटै जग्गाको 3 थरी मूल्याङ्कन हुन्छ। कर तिर्नको लागि एउटा मूल्याङ्कन, जुन प्राय बजार भाउभन्दा कम हुन्छ। स्थानीय सरकारले अर्को मूल्याङ्कन गर्छ। अनि जब सरकारले आयोजनाको लागि जग्गा लिन खोज्छ, क्षतिपूर्ति समितिले फेरि त्यही पुरानो कम मूल्याङ्कनलाई आधार मान्छ। अनि के हुन्छ? विवाद, मुद्दा मामिला र फेरि ढिलाइ। खैर, यति धेरै समस्या र अवरोधको कुरा गर्यौं। अब प्रश्न उठ्छ, के यसको समाधान छैन त? पक्कै पनि छ।
र विश्व ब्याङ्कको यही प्रतिवेदनले यो जाम भएको प्रणालीलाई कसरी सुचारू गर्ने भनेर एउटा स्पष्ट खाका पनि दिएको छ। पहिलो खाका हो योजनालाई नै स्मार्ट बनाउने। यसको मतलब हरेक आयोजनालाई एउटा छुट्टै परिचय नम्बर दिएर सबै वित्तीय र योजनाको जानकारीलाई एकै ठाउँमा जोड्ने। यसो गर्दा हामीसँग कति पैसा छ र कहाँ खर्च भइरहेको छ भन्ने प्रष्ट हुन्छ। अनि यही जानकारीको आधारमा वास्तविक बजेट बनाउने, काम नलाग्ने आयोजनाहरूलाई कि त रोक्ने कि त खारेज नै गर्ने। दोस्रो खाका छ कार्यान्वयनलाई छिटो बनाउने। जस्तै रुख काट्ने प्रक्रियामा दुई पटक गन्नुको सट्टा एकै पटक, त्यो पनि सुरुको वातावरणीय अध्ययनमै सक्ने र हातले होइन स्याटेलाइट जस्ता आधुनिक प्रविधि प्रयोग गर्ने। त्यस्तै जग्गाको भाउमा हुने किचोलो अन्त्य गर्न बजार मूल्यमा आधारित एउटै पारदर्शी प्रणाली बनाउने र पुरानो भइसकेको जग्गा प्राप्ति ऐनलाई पनि समयअनुसार परिवर्तन गर्ने। विश्व ब्याङ्कको यो भनाइले हामीलाई ठूलो आशा देखाउँछ। उनीहरू भन्छन् यदि नेपालले आफ्नो सार्वजनिक लगानी व्यवस्थापनलाई अरू सफल देशहरूको जस्तै बनाउन सक्यो भने पूर्वाधारबाट हुने फाइदा दोब्बर हुन सक्छ। सोच्नुस् त, दोब्बर। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। जब सफलताको नक्सा हातमा छ, समाधान के हो भन्ने थाहा छ, तैपनि त्यो नक्सालाई वास्तविकतामा उतार्न सबैभन्दा ठूलो चट्टान के हो? यो प्रश्नले हामी सबैलाई सोच्न बाध्य बनाउँछ।